सूरनिरागसहो गणपति शुभनयना करुणामय गौरी हर श्री वरद विनायक शुभनयना करुणामय गौरी हर श्री वरद विनायक ओंकार गणपति गणपति अधिपति सुखपति चंद्रपति गंगापति लीन निरंतर सूरनिरागसो गणपति सूरनिराग रहन पाऊं माया गरी रहन पाऊं हेरी रहन पाऊं माया गरी रहन खुशी हुन्छ मन बोली सुने मात्रै पुग्छ गणेश भगवान
पृथ्वी त्वया धृता लोका देवी तम विष्णा धृता तम च धारेमान देवीं पवित्रम कुरुता समन्म तल भइमा छोड्दिनु पृथ्वी नमाव तुप्पटौ उच्चकारीलाई गुरु श्रेष्ठ गरेर मनो ज्योतिर्यो खतामा जस बृहस्पति जगति मन्तानो तरिकम टिकेकम क्रमिमन धातु नमति सोदया अब जौ हाल्दिनु त्यही दुना जौ छ उतापट्टि नानी जौ छ त्यो हाल्दिनु सुनाको कार्तिक सवना पितृसवना सीता औचोक्या उतन्न भूतान तानि उपाक्षतान समर्पयामि अक्षत चढाइ अचन्न विमधंसाव प्रिय अलोकता सुखद सोवानको विप्राण विश्वयामति योगान्तिन्द्रते हरि अक्षतान समर्पयामि पुष्पम समर्पयामि गुण्ड फुल चढाइदिनु दुईटैले ओम श्री गते लक्ष्मी प्रवदना बहुरात्रे प्राप्ति नक्षत्राणि रूपमस्मिन् उभ्यस्तम दुगो ये गुण्ड दुगो चढाइ काण्डा काण्डा पर्वोहन्ते परुषा परुषस्परि देवानु दुर्वे प्रतर यहाँ तल देवानु दुर्वे प्रथम फुल यो दुगो राख्नु सक्यो काण्डा काण्डा पर्वोहन्ते पढ्ला छोरीले तो कुलले तो जललाई यसो तरकारीमा भयमाग्नेरमा तस्मा धेनसो विश्ववान मञ्चन्त व्यङ्ग छ यदि जागृति स्वप्ना यनासी चक्रमा भयम वायुरमा तस्मा धेनसो विश्ववान मञ्चन्त व्यङ्ग छ अब तो फुलले गर्ने ठाउँमा पनि छेपम अपवित्र पवित्रो वा सर्ववस्ताङ्गतो विवाह यस्मरे पुण्डरीकाक्षं सवायुर्वा प्रसवा उत्पन्नाम्य छिद्रेण पवित्रेण सूर्यस रश्मिभिः तस्य ते पवित्रवते पवित्रवो दशधत्कामा पुने तत्केयं मल्यौ त मैले खोल्दिनु पवित्रेस्तो वैष्णव्यो सवितुर्वः प्रसव उत्पन्नाम्य छिद्रेण पवित्रेण सूर्यस मेरो बाबा आकाश हो घमको किरण छर्ने संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा आकाश हो घमको किरण छर्ने संसारमा सबभन्दा धेरै माया गर्ने मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा भगवान मेरो बाबा भगवान हिन्न सिकायो आफ्नो पराइको भनी छिन्न सिकायो हात समाउँदै ताते ताते हिन्न सिकायो आफ्नो पराइको भनी छिन्न सिकायो आफ्ना खुसी बेची बेची मेरा खुसी किन्यो जता जता मेरा पाइला उतै उतै हिँड्यो बाबा जता जता मेरा पाइला उतै उतै हिँड्यो मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा भगवान मेरो बाबा भगवान साटेको राम्रो नाना हमलाई किनी लायो फाटेको बाबा तिम्रो पसिनाले पैसा साटेको हातकेलामा ठेला परे पैतालामा फोरा सुख छ भन्यो बाबा बोक्दा पनि बोरा सुख छ भन्यो बाबा बोक्दा पनि बोरा मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा भगवान मेरो बाबा सुपरम्यान मेरो बाबा ज्योजन मेरो बाबा
मे तर्पय स्वत्रम मे तर्पय तात्मनाम मे तर्पय गणान मे तर्पय गणान मे पितृ सन्न। ल अब हजुरले त्यहाँबाट एउटा कुसको टुक्रो लिनु अनि त्यो तिलानीको जल लिएर त्यो दुनु समात्ने दुईटैले समात्नु त। हरि ओम ल 3 पटक भगवानको नाम लिनु विष्णु 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 भन्नु। श्रीमद् भगवत महापुरुषस्य विष्णुराज्ञय प्रवर्तमानस्य सकल जगत्सृष्टि कारणे ब्राह्मण्य दिव्य अपराधे श्री श्वेतार कल्पे वैदसे श्रीकृष्ण गण्डकी दक्षिण दिग्भागे लुम्बिनी प्रदेशान्तर्गत रूपन्देही क्षेत्रान्तर्गत बुटवल उपमहानगराभ्यन्तरे कालिका नगर स्थाने श्री शिवालय मन्दिराभ्यन्तरे साक्षी संवत्सरण मध्ये कालीयुक्त नाम संवत्सरे मासानां मासोत्तम मासे उत्तम मासे माघ मासे शुभे कृष्ण पक्षे अद्य चतुर्थ्यां परिपूर्ण तिथौ शुक्रवासरे श्रीष्टतिराश्रेण चन्द्राणि गौपमस्विनौ सर्वलोक ल दुईटैले अक्षता फुलिएर भगवान गणेशजीलाई सम्झाउने। हे गणेश भगवान, तिमीले पनि मेरो गृहस्थ जीवन आजबाट म गृहस्थ जीवनमा प्रवेश गर्दैछु। मेरो गृहस्थ जीवन उज्जवल होस्, राम्रो होस्, मलाई गृहस्थमा राम्रो सुख शान्ति मिलोस्, सबै राम्रो होस् भनेर भगवान गणेशलाई सम्झ। अनि हजुरले पनि हे गणेश भगवान, आज मैले कन्यादान गर्दैछु। हजुर हे गणेश, हजुरका पत्नी रिद्धि सिद्धि, हजुरका छोरा शुभलाभ, हजुरका माता पिता शिव पार्वती सहित यो यज्ञमा आएर हामी यो वरवधुलाई आशीर्वाद दिनुलाई भगवान यिनीहरूको भविष्य राम्रो होस् भनेर हजुरले पनि सम्झाउने है। भगवान गणेशको स्वरूपलाई सम्झाउने, जसको नाम विघ्नहर्ता छ। हरि ओम स्वस्तेन इन्द्रो सर्वाः स्वस्तेन लोका विश्ववेदाः स्वस्तेन पार्भ्यो अरिष्टानेमि स्वस्तेनो बृहस्पतिर्दधातो बृहदस्वामरुतः वृषेमातरः वन्दे सकलगङ्गानं दागनं विश्वदायके पुरुषं तमजं नित्यं भद्रामि शरणं हरिं सर्वेभ्यो सर्वकार्येषु सर्वदा श्रीमन्नागणाधिपतये नमो नमः विघ्नहर्ताय नमो नमः गजाननं भूतगणातिसेवितं तपेस्ततं भवतारुभक्षणं कृमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं वक्रतुण्डमहाकाय सूर्यकोटिसमप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आवलीपट्टिका पितृहरू सबलाई सम्झेर जो माथि गए सबलाई सम्झेर यसो ओम देवता पितृव्यस्तम महायोगीश्वरी वन्दनमा त्यो 3ले पूजा गर्दै कालो मिल्छ नि त्यहाँ हो त्यसले अनि एउटा त्यहाँको पूजा हुन्छ त्यसले त्यहाँको लगाएको होइन लभेश्वर दुर्गा देवता पितृव्यस्तम महायोगीश्वरी वन्दना नमस्वाईश्वराय नित्यमेव नमो नमः पितृभ्यो नमो नमः। यो एउटा दुईटा एउटा कुलदेवी कुलदेवतालाई भनेर यो हजुरले गोलिया राख्नुहोस् घर लहर पूजाको स्थानमा अथवा कुलदेवताको मन्दिर छ भने मन्दिरमा लहर राख्नु। धूपम अग्रपयामी प्रत्यक्ष दीपम दर्शयामी औतपट्टि राख्देऊ हस्तौ प्रचलनपूर्वकं नैवेद्यं निवेदयामि। अब हेर यो रोटी सबै दर्गदक्षिणां हिरण्यगर्भः समवर्तताग्रे बहुतचिदातः पदिरेकाशीता सरसदाधार प्रतिव्यञ्जनते मानवस्मै सुतर्रा। अब दुईटै लोकगानं समर्पयामि। तो प्यालो रातो चन्दनले छिटा मारिदिनु चन्दन गन्ध धरो अक्षतान समर्पयामि चढाइदिनु प्रचण्ड विवदान्त एउटा फुल डालिदिनु त्यहाँ समय गिरयस्तमे पर्वतास्तमे शीततास्तमे वनस्पतयस्तमे हिरण्यस्तमे स्तमे श्यामस्तमे ध्वंस्तमे शीतलस्तमे सर्वस्तमे यज्ञेन सम्पन्नः सत्याय नमः अग्निभूतं ल मैले यहाँ स्वाहा भन्छु सुन
भन्नु त ओम गणाय स्वाहाय नमः नमः ओम विष्णवे स्वाहाय विष्णवे नमः ओम रुद्राय स्वाहाय रुद्राय नमः देव्यै स्वाहाय देव्यै नमः ल अब हजुर पनि एउटा घर अब त्यहाँबाट गर्नुहुन्छ अहिले कन्याको यो औँठी त्यसको त लागिरहनु पर्छ फेरि तपाईँले कन्यादान गर्न पऱ्यो गोडा धुन पऱ्यो हाम्रो गृहस्थ जीवन सुन्दर भओस् एकदम राम्रो होस् भनेर भगवान गणेशलाई सम्झाइ तदेव लग्नम सुदिनम तदेव ताराबलम चन्द्रबलम तदेव विद्याबलम दैवबलम तदेव लक्ष्मीपतेस्ते गृह स्मरामि लाभस चढाइदिए त्यही पालन गरेर यो जीवनको गाँठो कहिल्यै नपुगोस् एकदम तानवको बलियो रहेछौ ल है जोरसित गाँठो राम्रै तदेव लग्नम सुदिनम तदेव ताराबलम चन्द्रबलम तदेव विद्याबलम दैवबलम तदेव लक्ष्मीपतेस्ते गृह स्मरामि आजबाट दुईवटा शरीर एउटै भयो सम्झनु अब बाहिर गएर कुर्सीमा बसिरहेको मैले त्यहाँ कुर्सी राखेको थिएँ त्यो कुर्सीमा पूर्व भगवानको मन्दिरतिर फर्केर बस्ने
त्यसपछि अरू अङ्कलहरूले मामाहरूले माइतीहरूले दिदीहरूले फुपूहरूले जेठै पाइन्छ त ल पहिला बुवा आउनु पर्यो एउटा बाबुलाई बोलाउनु झर्छ आँसु छाती भरियो घर देख्छु भित्तो भित्तो शहर रित्तियो बरबरी झर्छ आँसु छाती भरियो घर देख्छु भित्तो भित्तो शहर रित्तियो विदाई गर्न छोरी तिमीलाई धेरै गाह्रो भो आज तिम्रो दिन हो छोरी म खुसी छु विदाई गर्नु छ र मात्रै धेरै दुखी छु आज तिम्रो दिन हो छोरी म खुसी छु विदाई गर्नु छ र मात्रै धेरै दुखी छु कर्म राम्रो गर्नु तिमीले सधैँ खुसी हुनु बराबरी सम्झी माइत आउँदै जाँदै गर्नु कर्म राम्रो गर्नु तिमीले सधैँ खुसी हुनु बराबरी सम्झी माइत आउँदै जाँदै गर्नु बराबरी सम्झी माइत आउँदै जाँदै गर्नु बराबरी सम्झी माइत आउँदै जाँदै गर्नु बराबरी सम्झी माइत आउँदै जाँदै यदि हल्का यतातिर फर्किने है
हजुरैको जिम्मा भयो हाम्रो घरको आत्मा दुःख साटे है दुःख साटे है छोरी सुख साटे है अब जिन्दगी सँगै काटे है दुःख साटे है छोरी सुख साटे है अब जिन्दगी सँगै काटे है अब जिन्दगी सँगै काटे है बसेकी थियौ छोरी घरको ज्योति बने त्यसै गरी चम्काउनु है नयाँ घर पनि दुःख साटे है दुःख साटे है छोरी सुख साटे है अब जिन्दगी सँगै काटे है दुःख साटे है छोरी सुख साटे है अब जिन्दगी सँगै काटे है अब जिन्दगी सँगै काटे है हजुरकै भो तना हजुरकै भो मना हजुर भित्रै पाए प्यारा मैले आफ्नो पाना दुःख साटौँला प्यारा सुख साटौँला अब जिन्दगी सँगै काटौँला दुःख साटौँला प्यारा सुख साटौँला अब जिन्दगी सँगै काटौँला ए अब जिन्दगी सँगै काटौँला सधैँ ढुक्क हुन्छ तिमी छेउमै बसिदिँदा सारा
भाग्छ मेरो सारा दुःख भाग्छ तिमी मेरो मुटु तिमी मेरो धडकन तिमी भए चाहिँदैन कुनै रुपियाँ धन म हाँसेकै हो तिम्रो मायाले तिमीलाई रोजे स्वार्थको संसारमा निस्वार्थ मन भेटे तिम्रो निस्वार्थ मन भेटे हजुर मेरो आदर हजुर मेरो कादर हजुर भनी छोडी आए मेरो माइती घर म हाँसेकै हो तिम्रो मायाले मेरो मन मुटु भरि तिमी नै छौ सरीभरि तिमीलाई यो थाहा छैन ए माया तिमीलाई यो थाहा छैन मेरो मन मुटु भरि तिमी नै छौ सरीभरि तिमीलाई यो थाहा छैन ए माया तिमीलाई यो थाहा छैन नदेखेमा डराउँछ मन तिम्रै यादमा हराउँछ मन नदेखेमा डराउँछ मन तिम्रै यादमा हराउँछ मन तिमीलाई यस्तो भाछ छैन ए माया तिमीलाई यस्तो भाछ छैन माथि माथि धेरै माथि जुनको छेउ छौ विरतीको गाउँ छ रे हिँडे नजाऊ माया दिन्छु दुःख तिम्रो लिन्छु मलाई अब केही चाहिन्न जाची हिँड्न पत्याए मैले दिने जस्तो माया संसारमा कतै पाएन संसारमा कतै पाएन एक एक जोडे एक हुन्छ मायामा अनेक हुन्छ तिमीलाई यो थाहा छैन ए माया तिमीलाई यो थाहा छैन नदेखेमा डराउँछ मन तिम्रै यादमा हराउँछ मन तिमीलाई यस्तो भाछ छैन ए माया
माथि माथि धेरै माथि जुनको छेउ छौ बिरतीको गाउँ छ रे हिँडे नजाऊ विशेष पूजा गर्ने बाबुले हो त्यसो सम्झेर दुईटा अक्षता लिनु ओम गणानन्त्वा गणपति गङ्गवामहे प्रियानन्त्वा प्रियपति गङ्गवामहे निधिनन्त्वा निधिपति गङ्गवामहे वसो मम हम जानी गर्भधमा त्वम जमसे वरुणस्य वत्सर्जनितो वरुणस्य ऋतसवन्यो नमो यहाँ छोडिदिनु बाबु यहाँ वो त्यो तिलानीको जलले यसो छेप्दिनु त्यहाँ आचमनीयम समर्पयामि पंचामृत स्नानम अब चौथो पटक राख्यो पंचामृत स्नानम समर्पयामि अब शुद्धोदक स्नानम समर्पयामि शुद्ध बाल सर्वशुद्ध बाल मणि बाल त्यो पेल रातो चन्दनले यसो टीका लगाइदिनु
प्याजी यो दुनामा छ रातो छैन यसो यसो दान दक्षिणा पनि गर्नुपर्छ त्यतिकै त भयो पछि हो त्यो गुरुलाई दिने दक्षिणा अहिले तपाईहरुले मैले भन्छु ठिक्क बनाएर राख्दा पनि हुन्छ हजुरलाई दिने कि कन्यालाई दिने हैन के मलाई दिने के गुरुलाई दिने मेरो
आजदेखि मेरो नामको सिन्दुर लगाउने सम्हालेर राख ल हो त्यो उहाँलाई आलमारी राखिदिनु ल अब बुवा सिम छ त्यहाँ बुवा सल त्यहाँ छ कि बुवा सिम मैले भर्खर दिएछु त्यसमा होइन कि पर्दैन अहिले म बुवाले मन्त्र पढ्नु शरणे त्र्यम्बके गौरी नारायणी नमस्तुते शरणे त्र्यम्बके गौरी नारायणी नमस्तुते कता उल्टो सर्वमङ्गलमङ्गल्ये शिवे मङ्गलसूत्र भने पनि पोते पनि त्यही हो जरक्क समातेर उतापट्टि राखौँ नि उतालाई उतापट्टि राख्ने है ल ल खुट्टाको बुढी अमलामा बाबु त्यो नानीका खुट्टाको बुढी अमला दुई टुक्क उठाउन सक्न पर्यो हो ल पानी लगाइदिएर ल पाल्ने भयो राम्रै ल समातेर हो ल भयो बाबु यो उता बिहा छ तिनीहरूलाई केही पाउनु पनि पर्यो मैले यो नामले बोलाउँछु है भनेर भन्ने नि ल यो नामले बोलाउँछु तिमीलाई भनेर प्यारो नाम बोल्ने ल सर्वमङ्गल चाहिँ हुन्थ्यो पटौलामा के यस्तो आउँथ्यो दुईवटा अक्षता पनि आउँथ्यो ओम मधुपर्क 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 माधुर न सन्त कवि मधुरक्त मस्तो पटौलालाई उहाएर ल अब बाबुले त्यो कसार आधा खाने हो आधा दादालाई खुवाउ करप्प टोकेर आधा खाइदिनु पर्छ ल देऊ त अब त्यत्तिकै नखाउने पैसा नपाइकन त्यत्तिकै जोड्नु पायो त्यही पाउनु पर्छ ल खुवाउनु कोसिस गर्नु बस्नुपर्छ पैसा खानु पछि दिउँला मैले पैसा तिमीलाई जति चाहियो बसो पवित्र मजे सतधारम बसो हो पवित्र मजे सहस्रधारम देवकृता पुनः बसो हो पवित्र इदगं हरिः प्रजननं मे अशुद्धशरीरगं सर्वगणगं स्वस्थाय आत्मसने प्रजा संगोरे अस्मात् भक्तः लोकम् आयुर्वेदं वेदान्त भक्रिया लोकता सुखदावेस्तु बुनियादय्यात्मैर्लाउदै मनोमे तर्पयत् भाषमे तर्पयत् प्रणामे तर्पयत् चतुर्मे तर्पयत् स्तोत्रमे तर्पयत् मनामे तर्पयत् गणान्मे तर्पयत् गणान्मे चिन्ति षड्ना अब यहाँबाट एउटा जल दिनु तोरेर हातमा यस्तो गरेर हेरी यसलाई माथि राख्नु अब बाबु कौशल्यपुत्राय गोविन्द प्रसाद कर्मणे सुनिताय ब्राह्मणाय तुभ्यं अहं सम्प्रदे ल कुसक टुक्रो मेरो हात हाराउ दिनुस् त पहिला हात हान्ने तपाईँले हात हान्दिनु आएको थियो नि मैले दिएको थिएँ हात हाराउ दिनुहोस् ल अब टिको लगाइदिनुहोस् मलाई यो नमो ब्रह्मण्ड देवाय गो ब्राह्मण हिताय अब टोट्टापरि हातमा दिनुहोस् ल स्वस्ति रस्तु कल्याणमस्तु ओम सप्ताह ओम स्वस्तिनेन्द्र सर्वा स्वस्ति न मूर्खा विश्ववेदा स्वस्ति नस्तारिक्षु अब छैन अब तपाईँ जान सक्नुहुन्छ अब यताको संसर्ग गर्नुहोस् म त्यो
हेर्दा लाग्यो अप्सरा जस्ती आज आँखा सामु पाए हेर्दा लाग्यो अप्सरा जस्ती आज आँखा सामु पाए तिमलाई के हुन्छ मन तन तिम्रै भन्छ त्यो मनले के भन्छ दुई मुटु एक भन्छ ओ मनको सबै रहरहरू तिमीसँगै पुरा गरौँ सारो सारो माया सबै तिमीतिरै सारो हो सारो सारो माया सबै तिमीतिरै सारो Uncle, yes, one here, आज हाम्रो भेट भएको दिन आज हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछौ किन नगर्दो मना माया लागेको होइन नभना हिजो अस्ति त्यही पर भेटेको हिजो अस्ति त्यही पर भेटेको तिम्रो माया मनमै छ लेखेको नगर्दो मना माया लागेको होइन नभना माया लागेको होइन नभना
कि हुँदैन फेरि भेट हुन्छ कि हुँदैन नगर दो मन माया लाएको होइन नभन माया लाएको होइन नभन यो रमाइलो बिहेको बेलामा हाँसो खेलो दुई दिने चोलामा माया लाग्छ तिम्रो नै बेसरी माया लाग्छ तिम्रो नै बेसरी तिमी बिना दिन काट्ने कसरी तिमी बिना दिन काट्ने कसरी दिनको दिन भेट हुन्छ हुँदैन दिनको दिन भेट हुन्छ हुँदैन नगर दो मन माया लाएको होइन नभन माया लाएको होइन नभन आज हाम्रो भेट भएको दिन आज हाम्रो भेट भएको दिन नचिने चाहिँ गर्दैछौ किन नगर दो मन माया लाएको होइन नभन माया लाएको होइन नभन माया लाएको होइन बर्कोले मुख सेकेको दिदी दुईजनाले यतापट्टि फर्किन्छ यसो अनुहारै सेक्यो बाँकी छैन ल अहिले एकछिन लगाएर सबै काम भयो त्यसैबाट सिकुन्थ्यो त जन्ती बच्चेका जुलाई बच्चेका होइन माइती बच्चेका घर बच्चेका मेरो गुरुआमाको पनि सुधारमा आयो
सबैलाई धन्यवाद दिँदै यस विवाहमा जो यहाँ उपस्थित हुनुभयो उहाँहरूले सबैलाई धन्यवाद दिँदै माइती पक्षलाई आज भइसकेको छ। भोलि हामीले आफन्तहरूको मन्त्री पार्टीमा आयोजना गरेको छौँ। त्यसमा माइती पक्षबाट उपस्थित भइसकेको आग्रह गर्दै यो विवाह आज सम्पन्न भएको घोषणा गर्दै मानेर हेर्नलाई पर्दैन हौ पर्दैन यो झिल्केले केही पनि गर्दैन हौ गर्दैन लाज मानेर हेर्नलाई पर्दैन हौ पर्दैन यो झिल्केले केही पनि गर्दैन हौ गर्दैन हो यानी माया हो यानी माया तिमी नै दिल की रानी माया हो यानी माया तिमी नै दिल की रानी माया तिमी नै दिल की रानी माया। जानु नै पर्छ छोडेर एक दिन जन्मेको यो घर जानु नै पर्छ छोडेर एक दिन जन्मेको यो घर ए मेरी छोरी नरो तिमी यसरी धर आमाको माया बाबाको माया पाएर हुर्कियो आँगनमा फुल्ने फुलहरूसँग सँगसँगै फक्रियो ए मेरो बाबा मायाले हुर्कियो जानु नै पर्छ छोडेर एक दिन जन्मेको यो घर ए मेरी छोरी नरो तिमी यसरी धरधारा
खेल्यौं सँगै हुल्क्यौं, बालापन बित्यो सँगै हाम्रो। सँगै खेल्यौं सँगै हुल्क्यौं, बालापन बित्यो सँगै हाम्रो। आज तिमी जान लाग्यो छोडी, नाता नौलो अन्त जोडी, नाता नौलो अन्त जोडी। छोरीको कर्म यस्तै रहेछ भनेर चित्त बुझाऊ, संसारको रीत यस्तै रहेछ भनेर मनलाई सम्झाऊ। छोरीको कर्म यस्तै रहेछ भनेर चित्त बुझाऊ, संसारको रीत यस्तै रहेछ भनेर मनलाई सम्झाऊ। जाँदैछौ छोडी यो माइती घरलाई बिरानो बनाई। लहनाले सुरायो कि बहानाले भेटायो, हेरिन्जेलको सम्झना फुटेपछि तिर्सना जिन्दगानी
नजिक जाऊं उनीसँगै माया लाऊं उनकै नजिक जाऊं उनीसँगै माया लाऊं जन्म